थाहा छ कि छैन थाहा छ त्यो रिसोर्टमा चाहिँ गेस्टहरू अब यो गाउँमा के चल्ला त्यो रिसोर्ट भन्थे अब अहिले मान्छेहरू काठमाडौँतिरको बाहिरबाट आउने मान्छे एक रात बसेर जाउन भनेर आउने त्यो रिसोर्टमा पनि धेरै आउनुहुन्छ र ती रिसोर्टमा आएका पर्यटकहरू चाहिँ यहाँ आएर दर्शन गरेर जाने क्रम चाहिँ बढ्दो छ भविष्यमा पर्यटन उद्योगको विकासको पनि राम्रो सम्भावना छ सन्तानेश्वर कहिले उत्पत्ति भयो भने जब पृथ्वीको उत्पत्ति भयो सन्तानेश्वर उत्पत्ति भयो बस त्यति त्यसरी बुझ्नु पऱ्यो किनभने यो थपना होइन यो उत्पत्ति भएको र यसलाई भौगोलिक रूपमा हामीले सन्तानेश्वर चाहिँ पृथ्वीको उत्पत्ति सँगसँगै उत्पत्ति भयो भनेर मान्छौँ त्यसपछि यसको अर्को धार्मिक अर्थ चाहिँ के छ भने तिमीहरूले यो माघ महिनामा चाहिँ यो स्वस्थानी व्रत कथा यदि पढेको छौ भने त्यसको 10औं अध्यायमा के लेखेको छ भने सतीदेवीको उपल्लो ओठ भने माथिल्लो ओठ पतन भएपछि यहाँ चाहिँ नि सन्तानेश्वर महादेव र माता पार्वतीको चाहिँ नि यो ज्योतिर्लिङ्ग स्वरूप विराजमान भएको भनिन्छ